हेलो हेलो सम्पूर्ण मित्रहरूलाई नमस्कार नमस्कार। आज मिति 2083 साल वैशाखको 13 गते हाम्रो ग्याङलेक गाउँपालिका वडा नम्बर 5 को कर्मचारी समाजको हाम्रो कर्मचारीहरूको कुलपूजा हुँदैछ। आदरणीय मेरो टिकाबहादुर काका पनि आउँदै हुनुहुन्छ, यहाँ देउता बोकेर आउँदै हुनुहुन्छ। काकाजी हजुरलाई धन्यवाद। मेरो अर्को माइला काका आउँदै हुनुहुन्छ, यहाँ पदम काका, सम्पूर्ण मेरो भाइ भतिजाहरू, भाइ बन्धुहरू, मित्र बन्धुबान्धवहरू, हाम्रो सम्पूर्ण कर्मचारीहरूको यसरी चाहिँ यहाँ हाम्रो कुलपूजाको लागि यसरी हिँड्दै हुनुहुन्छ। मेरो दाइहरू यसरी चाहिँ प्रसाद बोकेर देउतालाई चढाउने फुलहरू बोकेर विभिन्न कुराहरू यसरी आउँदै हुनुहुन्छ। धेरै रमाइलो छ, यहाँ धेरैको सङ्ख्यामा यसरी हुनुहुन्छ। बोका यो हाम्रो समक्षको बोका, हाम्रो सम्पूर्ण दाजुभाइको एउटा समक्षको बोका र प्रत्येक घरको व्यक्तिगत बोका पनि छ यहाँ यसरी ल्याइरहेको छ। यो ठुलो बोकाहरू हाम्रो आदरणीय दाइ तेजबहादुर कर्मचारी दाइ उहाँ पनि आउँदै हुनुहुन्छ, यहाँलाई पनि धन्यवाद टक्राएँ। धेरैजना हुनुहुन्छ। हाम्रो चाहिँ कर्मचारी समाजको हाम्रो काकाले पनि बोका लिएर आउनुभयो, यहाँलाई पनि लालबन्दीदेखि आउनुभयो बोका लिएर, यहाँलाई पनि धेरै धन्यवाद टक्राउन चाहन्छु। यहाँ काठमाडौँदेखि हाम्रो इन्द्रबहादुर कर्मचारी आउनुभएको छ। हाम्रो भकुण्डेबाट हाम्रो यहाँ चन्द्रबहादुर कर्मचारी काका हुनुहुन्छ। हाम्रो आदरणीय गुरु हाम्रो नारायण कर्मचारी काका यहाँ थाल बोकेर यहाँ छाता ओढेर आउँदै हुनुहुन्छ। आदरणीय गुरु यहाँलाई सम्मान गरेँ मैले। मेरो दाजु दानबहादुर कर्मचारी यहाँ पनि हुनुहुन्छ। मेरो भतिजाहरू, मेरो माइला भाइ यसरी हुनुहुन्छ, यहाँलाई मैले धन्यवाद टक्राएँ। धन्यवाद। मेरो हाम्रो कर्मचारी समाजको अध्यक्षज्यू हाम्रो डमरबहादुर कर्मचारी मेरो गुरु पनि हुनुहुन्छ आजको यहाँलाई सबैलाई धन्यवाद टक्राएँ। जय शम्भो जय कर्मचारी। हाम्रो भतिजो राजकुमार कर्मचारी बोका डोराएर मेरो आदरणीय काका रामबहादुर कर्मचारी हुनुहुन्छ। हिँड्नु काका हिँड्नु किन डराउनु। सम्पूर्णलाई